ओहो, त्यो कन्सल्टेन्सीको साउ उफ्रेको देख्दा 100% भुई गरेर उसको त आम्दानी हो, कमाइ हो, टन्न आउँछ उसलाई त। गाह्रो पर्ने कसलाई? आउने स्टुडेन्टलाई होइन। त्यो टिचरले त ओहो उसले त करोड कमायो नि, करोड के भन्नु 60-70 लाख कमायो होइन। 100% 100 कतिजनाको हेरेको एउटा अहिले भर्खर हेरेको 100 कतिजनाको सिओई आयो अरे। कति खुसी होला त मान्छे, प्रति व्यक्ति लाख 1.5 लाखको हिसाबले कमाउँदा स्टुडेन्टबाट त्यो पाउने भयो। प्लस यताबाट स्कुलले पनि कति पर्सेन्टको हिसाबले दिन्छ उसलाई, दिँदाखेरि त उसको त मालामाल भयो, ऊ त खुसी रमाउने भयो नि त, हुर्रे भन्नुभयो। अनि यहाँ आइसकेपछि हुन्छ के रियालिटी के हुन्छ भन्दाखेरि कामको तनाव, काम नपाउने तनाव होइन। मुख्य त हामी त पढ्न भन्दा नि काम गर्न आउने हो, पैसा कमाउने भनेर आउने, पढ्न त को आउँछ र होइन। पैसा कमाउनु सकिएला, गर्न सकिएला भनेर आउने हो। तर अहिलेको रियालिटी फरक छ। त्यसैले आउँदाखेरि के सोच्नु भन्दा 6 महिनादेखि 1 वर्षमा अलिकति पढाइमा ध्यान दिन्छु, पढाइमा फोकस गर्छु भनेर चाहिँ ध्यान दिनु होला आउने भाइ बहिनीहरू। आफ्नै मान्छे पनि आएन, आफ्नै मान्छेलाई पनि त्यही भन्छु, जान्छु गएर 2टा काम झ्याप गर्छु, झ्याप पैसा कमाउँछु एउटा ब्याङ्कमा, अर्को त हातमा आइहाल्छ नि भनेर चाहिँ दिमागमा त्यो सोच बनाएर नआउनु होला भन्छु कि म चाहिँ। खास कुरा त्यो आउने आएर बरु काम पाउन टाइम लाग्छ, 1 महिना 2 महिना 3 महिना पनि लाग्न सक्छ। एउटा ब्याङ्कमा गर्ने काम पाउन पनि त्यति समय लाग्न सक्छ। भाइ त पार्ट टाइम जब हो, टाइम लाग्न सक्छ। त्यसको लागि पनि धैर्य राख्नु पऱ्यो, धैर्य सहनशीलता हुनु पऱ्यो। आत्तिनु भएन, मैले गर्न सकेन, मैले पैसा कमाउन सकेन, म पैसा कमाउन आएको ल कसरी कमाउन, आत्तिनु भएन है। धैर्यता चाहिँ ठुलो कुरा हुन आउँछ अहिलेको अवस्थामा है। जति धैर्यता राखेर काम गरेर आएर काम गर्नुहुन्छ, कोसिस गर्नुहुन्छ, धैर्यता राखेर बिस्तारै होला भने धैर्यता राख्नु चाहिँ त्यति तपाईँलाई सजिलो बनाउँछ, सहज बनाउँछ जापानको स्टुडेन्टहरूलाई है। गाह्रो छ, धेरै गाह्रो छ। त्यसले धैर्य साथ मनोबल बलियो बनाएर आउनु होला। मनोबल चाहिँ एकदम बलियो है। मनोबल बलियो भएन भने गाह्रो धेरै पर्छ, प्रेसर धेरै पर्छ। मनोबल चाहिँ एकदम बलियो बनाएर आउनु होला है नयाँ आउने भाइ बहिनीहरू है। यो सोच मनोबल बलियो बनाएर आउँछु, कन्सल्टेन्सीले भने जस्तो हुन्छ भन्ने पनि छैन भनेर चाहिँ मनोबल बलियो बनाएर आउनु होला।